गुड मर्निङ अनि जयमसी साथीहरू, फेरि पनि यस बिहानीमा तपाईँहरूलाई स्वागत छ। र फेरि मैले आज फिलिपीको पुस्तक 4 अध्यायको 1 पददेखि 9 पदसम्म जब मैले अध्ययन गर्दै थिएँ अनि त्यसमा मैले परमेश्वरको वचनबाट सिकेका आशिषहरू म फेरि पनि तपाईँहरूको बिचमा बाँड्नलाई म यहाँ आएको छु। म यो खण्ड जब म पढ्दै थिएँ मैले चाहिँ 1 पददेखि 3 पदसम्म यो खण्डबाट मैले 3वटा कुराहरू सिक्न सकेको छु, जुन कुरा म तपाईँहरूको बिचमा मैले पाएको आशिष म तपाईँहरूको बिचमा बाँड्ने छु। अनि पहिलो कुरा चाहिँ मैले 1 पददेखि 3 पदसम्म मैले पढ्दै थिएँ, त्यहाँ चाहिँ लेखेको छ, हाम्रो आनन्द र मुकुट भनेको परमेश्वरका राज्यका फलहरू हुन् प्रियहरू, अर्थात् विश्वासीहरू हुन् प्रियहरू। हाम्रा चेलाहरू नै हाम्रो आनन्द र मुकुटहरू हो प्रियहरू। हामी धेरैचोटि मानिसहरू भौतिक कुराहरूको अनि भौतिक कुराहरू कति गेन गऱ्यौँ, कति प्राप्त गऱ्यौँ त्यसमा हामी विचार गर्छौँ। तर पावलले यहाँ चाहिँ तपाईँले हेर्नुभयो भने उनले परमेश्वरमा जितेका विश्वासीहरूको बारेमा अनि चेलाहरूको बारेमा उनले बताउँदछन्, उनका नामहरू लेख्छन्, यो दिया अनि सुन्तुखे र त्यसपछि गएर विश्वासी सहकर्मीहरू अनि स्त्रीहरूको बारेमा, क्लेमेसको बारेमा यहाँ थुप्रैको नामहरू उनले पावलले बताएका छन्। कतिको नाम व्यक्तिगत रूपमा उनले उच्चारण गरेका छन् भने र कतिको चाहिँ सामूहिक रूपमा धेरै समूहको लागि उनले सम्झेका छन्। त्यस कारणले गर्दाखेरि अनि त्यसैले उनले भन्छन् कि 1 पदमा चाहिँ तिमीहरू मेरो आनन्द र मुकुट हौ भनेर भन्छ। त्यस कारणले अनि हाम्रो जीवनको आनन्द र मुकुट भनेका हाम्रा परमेश्वरमा को राज्यमा गरेका हाम्रा कामहरू हुन् प्रियहरू। हामीले गरेका सुसमाचारका कामहरू नै हाम्रो आनन्द र मुकुट हो भन्ने कुराहरू यो खण्डबाट हामी सिक्न सक्छौँ। अनि दोस्रो कुरा चाहिँ अनि जब मैले 4 पददेखि अनि 7 पदसम्म पढ्दै थिएँ अनि मैले दोस्रो कुरा सिकेको कुरा जुन हामी सबैलाई थाहा छ, मलाई लाग्छ धेरैले कण्ठ गरेको पद पनि हो, धेरैलाई थाहा पनि छ, हामी प्रभुमा सधैँ आनन्दित हुनुपर्छ भन्ने कुराहरू सिकेका छौँ प्रियहरू। अनि यहाँ लेखेको छ, प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्छु आनन्द गर। अनि आनन्द भन्ने शब्दलाई सँगै हामीले तल थुप्रै शब्दहरू तपाईँले देख्न सक्नुहुन्छ। सहनशीलता, चिन्तितका कुराहरू, धन्यवादी भन्ने शब्द देख्नुहुन्छ, शान्तिको कुराहरू हामी देख्न सक्नुहुन्छ अनि सुरक्षाको कुराहरू हामी देख्न सक्छौँ प्रियहरू। त्यहाँ तपाईँले 4 पददेखि 7 पदसम्म ती शब्दहरू हामी पाउँछौँ। अनि प्रियहरू, आनन्दित हुने कुरा कसरी आउँछ त? जब हामी सहनशीलता हुन्छौँ, जब हामी प्रभुमा सहने गर्छौँ, त्यो कुराले हामीलाई आनन्दित बनाउन सक्छ प्रियहरू। जब हामी सहनशीलता हामीमा रहँदैन, हामी आनन्दित हुँदैनौँ। जब हामी आत्तिन्छौँ हरेक कुरामा, त्यसले हामीलाई परमेश्वरबाट टाढा लान्छ, हामी आनन्दित हुन सक्दैनौँ। अनि त्यस कारण सहनशीलता चाहिँ जब आनन्दित हुन्छौँ तब सहनशीलता आउँदछ प्रियहरू। अनि दोस्रो कुरा चिन्ताका कुरा, चिन्तित नहो भन्ने कुराहरू छ। अनि चिन्तित नहो भन्ने हामीले शब्द पाउँछौँ 6 पदमा। अनि चिन्ता चाहिँ कहाँबाट उत्पन्न हुन्छ? जब हामी भरोसा गर्दैनौँ नि तब हामी चिन्तित गर्छौँ प्रियहरू। जब हामीमा भरोसा हुँदैन, परमेश्वरमा विश्वास गर्न सक्दैनौँ, त्यो कुराले हामीलाई चिन्ता ल्याउँछ। तर भरोसाले फेरि के गराउँछ? हाम्रो आनन्द ल्याउँछ प्रियहरू। जब हामी परमेश्वरमा भरोसा गर्न सक्छौँ, जब हामी परमेश्वरमा विश्वास गर्न सक्छौँ, तब मात्र हामी आनन्दित हुन सक्छौँ प्रिय। त्यस कारण आनन्दित भन्ने शब्दसँग थुप्रै शब्दहरू जोडिएको छन्, जुन यो 7 पदसम्म हामीले देख्न सक्छौँ प्रियहरू। त्यस कारणले आनन्दित हुने भन्ने कुराहरू, आनन्दित भित्र चाहिँ हामी भरोसा पनि हामी गर्न सकेका हुन्छ प्रिय। अनि तेस्रो कुरा अनि धन्यवादी हुने कुराहरू लेखेको छ। हामीले त्यही 6 पदमा हेऱ्यौँ भने धन्यवादी, हामी प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित भनिएको छ, धन्यवादका कुराहरू छन्। अनि धन्यवाद तब हामी गर्न सक्छौँ, तब हामी दिन सक्छौँ जब हामी परमेश्वरमा भरोसा गर्न सक्छौँ, जब हामी उहाँमाथि
भरोसा गर्न सक्छौँ, विश्वास गर्न सक्छौँ, तब हामी परमेश्वरको चरणमा आएर उहाँलाई धन्यवाद दिन सक्छौँ प्रियहरू। त्यस कारणले गर्दाखेरि यो शब्द पनि विश्वाससँग जोडिएको छ। विश्वास चाहिँ हाम्रो आनन्दसँग जोडिएको छ। अनि जब हामी आनन्दित हुन्छौँ, जब हामी विश्वास गर्न सक्छौँ, तब हामी आनन्दित हुन सक्छौँ। जब हामी आनन्दित हुन सक्छौँ, हामी के हुन्छन्, प्रभुलाई धन्यवाद दिन सक्छौँ भन्ने कुराहरू हामी देख्न सक्छौँ। अनि अर्को पनि हामी शब्द हेर्छौँ, हामी शान्तिको कुराहरू हुन्छ। जब हामी परमेश्वरमा आनन्दित हुन्छौँ, जब हामी परमेश्वरमा विश्वास गर्न सक्छौँ, भरोसा गर्न सक्छौँ, तब हामी आनन्दित हुन सक्छौँ। तब परमेश्वरले हाम्रो हृदयलाई शान्ति दिन सक्नुहुन्छ प्रियहरू। त्यस कारण आनन्दसँग धेरै कुराहरू लुकेको छ प्रियहरू। आनन्दसँग हाम्रो सहनशीलता लुकेको छ। अनि अर्को अन्तिम कुरा छ, जब हामी आनन्दित हुन्छौँ नि, तब हाम्रो मन चाहिँ के हुन्छ, मनलाई र हाम्रो जीवनलाई हामी सुरक्षा दिन्छौँ, हामी प्रभुमा सुरक्षित राख्न सक्छौँ भन्ने कुराहरू। अनि त्यो कुरा चाहिँ 3 अध्यायको 1 पदमा 3 अध्यायको 1 पदमा पनि हामी त्यो कुराहरू हामी थाहा पाउँछौँ। त्यहाँ लेखेको छन्, भाइ हो प्रभुमा आनन्दित हो। अनि अन्त्यखण्ड गर्छ, अनि त्यो तिमीहरूका निम्ति सुरक्षा हो भन्ने कुरा हामी देख्छौँ। त्यसले गर्दाखेरि आनन्दित हुने कुराले हाम्रो फेरि यहाँ अन्तिम पदमा भन्नु छ, तिमीहरूका हृदय र तिमीहरूका मनमा येशूमा रक्षा गर्नेछ भनेर भन्छ। त्यसले गर्दाखेरि हामी आनन्दित हुने कुराले हाम्रो मनलाई, हाम्रो जीवनलाई प्रभुमा सुरक्षित राख्दछ। किनभने जब हामी प्रभुमा आनन्द गर्न सिक्छौँ, तब हाम्रो मन चाहिँ संसारतिर जाँदैन, हाम्रो मन चाहिँ संसारिक कुराहरूतिर जाँदैन, जसले हामी प्रभुमा नै हामी सुरक्षित रहन सक्छौँ। त्यसले गर्दाखेरि यो आनन्द भन्ने शब्दमा चाहिँ हामी धेरै शब्दहरू हामी थाहा पाउँछौँ। सहनशीलता, आनन्द गरेर जब हामी प्रभुमा आनन्दित हुन सक्छौँ, तब हामी सहनशीलता आउँछ। जब हामी प्रभुमा भरोसा गर्न सक्छौँ, तब हामी के गर्न सक्छौँ, हामी चिन्तित हुँदैनौँ र हामी प्रभुमा आनन्दित हुन सक्छौँ प्रियहरू। जब हामी प्रभुमा भरोसा गर्छौँ, प्रभुप्रति धन्यवादी हुन सक्छौँ र प्रभुमा हामी आनन्दित हुन सक्छौँ प्रियहरू। जब हामी प्रभुमा अनि भरोसा गर्छौँ, तब हाम्रो हृदयमा शान्ति आउँदछ र हामी परमेश्वरमा आनन्दित हुन सक्छौँ। जब हामी प्रभुमा आनन्दित हुन्छौँ, तब परमेश्वरले चाहिँ हामीलाई, हाम्रो हृदयलाई, हाम्रो मनलाई सुरक्षित राख्नुहुन्छ, हाम्रो जीवनलाई सुरक्षित राख्नुहुन्छ। त्यसकारण प्रभुमा आनन्दित हुने भन्ने कुरा एकदमै महत्त्वपूर्ण कुरा हो प्रियहरू। किनभने यो चाहिँ परमेश्वरमा रहने कुराहरूलाई हामीले देखाउँदछन्। त्यसै कारणले पावलले भन्छन्, अनि यो दुःखको घडीमा, अनि यो हामीले पावलका दुःखको विषयमा अगाडि पनि थोरै हेरिसकेका छौँ। त्यसकारण यो समयमा पनि पावलले भन्छन् कि म प्रभुमा आनन्दित हुन्छु, म फेरि पनि तिमीहरूलाई भन्दछु, तिमीहरू पनि प्रभुमा आनन्दित हुनुपर्छ भनेर। त्यसकारण आनन्दले हाम्रो विश्वास, हाम्रो भरोसा, हाम्रो सहनशीलता, हाम्रो हृदयमा भएको शान्तिलाई, हाम्रो हृदयमा भएको प्रभुप्रतिको धन्यवादी कुराहरूलाई, धन्यवादका कुराहरूलाई दर्शाउँदछ प्रियहरू। त्यसकारण यो कुरा चाहिँ मैले एकदमै गहिरो रूपमा मैले सिक्न सकेको छु। अनि अन्तिम कुरा चाहिँ पावलबाट हामीले सिक्न सक्छौँ, प्रभुका जनहरूबाट हामीले सिकेका, सुनेका र देखेका कुराहरू, जुन चाहिँ कुराहरू के छन्, सत्य छन्, आदरणीय छन्, न्यायसङ्गत छन्, शुद्ध छन्, प्रेमयोग्य छन्, कृपामय छन्, श्रेष्ठ छन्, प्रशंसा योग्य छन्, ग्रहणयोग्य कुराहरू छन्, त्यो कुराको हामी के गर्नुपर्छ, अनुकरण गर्नुपर्छ भनेर पावलले सिकाउँदछन्। त्यसले गर्दाखेरि हामीले परमेश्वरका जनहरूबाट सिकेका ग्रहणयोग्य, आदरणीय, कृपामय, न्यायसङ्गत, प्रेमयोग्य, शुद्ध, प्रशंसायोग्य अनि श्रेष्ठ, ग्रहणयोग्य जे कुरा हामीले सिक्छौँ नि,
त्यो कुराको हामी अनुकरण गर्नुपर्छ। अनि पावलको जीवनको हामी त्यो कुरा हेऱ्यौँ भने उनको सुसमाचारीय जीवन हामीमा देख्दछौँ। उनी सुसमाचारप्रति आफ्नो विश्वास दियो, आफ्नो तीव्र इच्छा र उनले गरेका कामहरूलाई हामी त्यहाँ देख्न सक्छौँ प्रियहरू। अनि अन्तमा फेरि मैले यो मुख्य पद चाहिँ मैले पाएको चाहिँ यो खण्डको फेरि 4 पदलाई मैले मुख्य पद लिएको छु। उनले चाहिँ प्रभुमा यस्तो दुःख र सङ्कष्टको घडीमा पनि, उनको मृत्युको मुखमा पनि, उनी यस्तो कैदको अवस्थामा पनि, उनी चुनौतीपूर्ण जीवनमा पनि उनले भन्छन् कि प्रभुमा फेरि आनन्द गर। म फेरि पनि भन्दछु प्रभुमा आनन्द गर। यसले गर्दाखेरि हामी चाहिँ जीवनको हरेक परिस्थितिमा प्रभुमा आनन्दित हुन सिक्नुपर्छ प्रियहरू। किनभने हाम्रो आनन्दले हाम्रो विश्वासलाई देखाउँछ, हाम्रो सहनशीलतालाई देखाउँछ, हाम्रो धन्यवादी हृदयलाई देखाउँदछ, हामीमा रहेको शान्तिलाई प्रकट गर्छ, हामी प्रभुमा सुरक्षित छौँ भन्ने कुरालाई पनि प्रकट गर्दछ प्रियहरू। त्यसले गर्दाखेरि आनन्दित हुने कुरा एकदमै महत्त्वपूर्ण छ। हुन्छ, प्रभुलाई धन्यवाद भएकोस् र आजको दिनमा परमेश्वरले तपाईहरु सबैलाई आशिष दिनुभएको